यो यत्रो बडो मुसा आमामा आमा ए किल्चिल है। ल हजुर गुड मॉर्निंग दर्शन नमस्ते शुभ बिहानी शुभ प्रभात सबको प्यार सबको नमस्कार। कैसे हैं दोस्तों, उम्मीद करता हूँ अच्छे हैं। तो सुबह के बज रहे हैं 7 और अभी हम निकल रहे हैं। चंपाकली को कर देते हैं क्लियर कुछ इस तरीके से। ठंडियों में ना धूल बहुत जमता है बहुत। बाइक में चढ्नु पनि अझै जानेको छैन, हिमाल चढे जति गर्छ। तेल सक्यो कि यो बाइकमा फेरि खुट्टा हटो। घरिघरि फेरि यस्तो गर्छ त यो। पेट्रोल पम्पसम्म चाहिँ बाइक पुग्नु पर्छ, नत्र भने फेरि गडबड हुन्छ। आज धेरै दिनको अन्तरालपछि यसरी फेरि पुनः आफ्नै सवारीमा बसेर चाहिँ नि यो बिहानीको मिरमिरे लाली किरणसँगै हाम्रो यात्रा सुरु भएको छ। र आजको दिन एकदमै सुन्दर अनि मिठो देख्न सकिन्छ। चिसो अब हट्दै जानु लागेको अनुभव। बीच बीचमा बाइक बन्द भइरहेछ, के भएको। र मेरो भिडियोलाई तपाईहरूले संसारको जुनसुकै कुना जुनसुकै क्षेत्र जुनसुकै राज्यबाट हेर्दै हुनुहुन्छ, तपाईहरू सम्पूर्णलाई म तपाईहरूको आफ्नै मनमुटुको साथी सेफ सन्तोष बुढाथोकीको तर्फदेखि न्यानो अभिवादन टक्राउन चाहन्छु। र म आशा गर्छु यहाँहरू जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि सकुशल हुनुहुन्छ, ह्याप्पी हुनुहुन्छ अनि हेल्दी हुनुहुन्छ। र मेरो कामना पनि सदा सर्वदा यही नै रहनेछ, तपाईँ लगायत तपाईँका परिवारहरूमा सधैँ सुख शान्ति बनिरहोस्। र आजको दिनमा यहाँहरूले गर्नुभएका योजनाहरू राम्रोसँग सम्पन्न हुन सकोस् र तपाईहरूको योजनाहरू तपाईहरूको कार्य तपाईहरूको हरेक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको होस् भन्ने शुभकामना टक्राउँदै अहिलेको लागि भने तपाईहरूले राइडको मजा लिनुहोस्। बाटोमा जाँदै गर्दाखेरि विभिन्न किसिमका तपाईहरूले दृश्यहरू देख्न सक्नुहुनेछ। सो बाँकी कुराकानी गर्दा गर्दै तपाईहरूसँग म आफ्नो गन्तव्यसम्म पनि पुग्नेछु भन्ने आशा राखेँ। अनि मेरो ब्यागमा चाहिँ हाम्रो होम मिनिस्टरजी बस्नु भएको छ। अनि यहाँनिर चाहिँ आज म्याराथन रहेछ, यो बाटो हामी जानु मिल्दैन, त्यही भएर हामी अर्कै बाटो पक्रिनु पर्ने अवस्था छ। बाटोको अवस्था कस्तो छ थाहा छैन, धेरै दिनको अन्तरालपछि म त्यो बाटोमा जाँदैछु। हेरिहालौँ। बाटो त एकदम खतरनाक छ। अब क्यामेरा तपाईँहरूलाई अगाडि गरेर देखाउनु पर्ने हुन्छ। यो बाटो चाहिँ हामी जानुपर्ने हुन्छ। के त भन्दाखेरि यो बाटो नै होइन कि, यो बाइक हिँड्ने बाटो नै होइन, यो त गोरेटो हो, मान्छे हिँड्नुलाई पनि गाह्रो पर्ने। तर मलाई चाहिँ यस्तो बाटोहरू मनपर्छ, अलिक एडभेन्चर जस्तो फिल हुन्छ गाँठे। तर गयो भने चाहिँ दुईतिरै फेरि यो छ, दुईतिरै झिल छ पानीको, एकातिर नाला एकातिर झिल। त्यस्तो त हुँदैन नि। बाटो चिप्लो चिप्लो भएको रहेछ शीतले गर्दाखेरि। रातो माटोहरू, रातो भन्दा नि यो सिल्की माटोहरू छ यहाँनिर। र पनि थोरै के हो आज त अलिक अप्ठ्यारो भयो त।
पुरै शीत रहेछ क्या आज। पुरा खल्ट्याङ खल्ट्याङ हेर पुरै शीत। अब यो क्यामेरामा कतिको कैद हुँदैछ आई डोन्ट नो। तिमीलाई चाहिँ केले घोच्यो आँखी यहाँ गरिरहेछौ? घाँस देखेन अरे। हट जे होस् यो जग्गा रमाइलो लाग्छ मलाई। तर यो यत्रो बडो मुसा आमामा आमा ए किल्चिल है मुसा। एक दिन त हाम्रो बाइक मुनि सर्प आएको थियो है। पुरा साँप छ नि यो त। ल फाइनली टाउको तल गर चाहिँ यहाँनिर पुग्यो। अब मोबाइल पुरा हल्लिरहेछ। अब हेरौँ भिडियो कस्तो आउँछ। मोबाइल त पुरै थररररररर गरिरहेछ। सो अरू के भन्ने हजुर, यस्तै छ परदेशी जीवन। सुख दुःख चलिरहेछ है। जीवनमा जहिले पनि अब भने जस्तो नहुनु सक्छ, तर केही छैन। जब जब जिन्दगीमा हालात र परिस्थितिहरूले कोल्टे फेर्छ त्यति बेला धैर्य राख्नु बाहेक अरू कुनै पनि उपाय हुँदैन। र धैर्यता भनेको मान्छेको सबैभन्दा ठुलो शक्ति पनि हो है। यो कुरालाई हामीले बुझ्न एकदमै जरुरी छ। र समय र परिस्थिति आफू विपरीत हुँदाखेरि मान्छे प्यानिक हुन्छ, कतिवटा समस्या हुन्छ, फाइनेन्सियल कन्डिसनहरू खराब हुन्छ हैन। अनि जब जब आफू रित्तो हुन्छ तब तब आफ्नो सर्कलमा भएकै मान्छेहरूले हामीलाई त्याग्छ है, हामीबाट पन्छिएर जान्छ। एक्चुअली मान्छे नि जब हामीसँग सबै कुरा हुन्छ त्यति बेला सबै आफ्नो हो के। तर जति बेला हामी रित्तो हुन्छौँ अथवा जति बेला हामीमा केही कमी कमजोरीहरू हुन्छ त्यति बेला कोही पनि आफ्नो हुँदैन। सबै आफ्नो पाखा पखेरोमा लाग्छ। र मैले अनुभव गरेको कुरा, अहिलेको समयमा मान्छे केवल और केवल भिडलाई मात्रै पछ्याउने गर्छ है। अनि बिना बेनिफिट या कुनै पनि जबसम्म मान्छेले लाभ देख्दैन कसैको पनि साथ हुँदैन है। मान्छेहरूले त्यहीँनिर हात हाल्छ जहाँनिर उनीहरूलाई बेनिफिट अथवा केही फाइदा हुने ठाउँहरूमा मात्रै मान्छेले चाहिँ हात हालिरहेको हुन्छ है। यो तितो सत्य कुरा हो। काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने जस्तै यो सहर भनेको रहर लाग्ने कुरा मात्रै हो। म्याराथन चल्दैछ। मलाई त तेल हाल्नु छ, के पो गर्ने हौ। यही त प्रब्लम छ फेरि यार। एउटा म्याराथन हुन्छ पुरै रोड बन्द गरिदिएर यार। अब पेट्रोल हाल्नु पर्ने, अनि पेट्रोल चाहिँ कहाँ गएर हाल्नु त? अन्त बाटो बन्द गरिदिइरहेछ पुरै। अब कहाँ छ अरू पेट्रोल पम्प? फेरि पेट्रोल पम्प पनि त हर जग्गा छैन यहाँनिर। अब त्यो
1 मिनटको बाटोमा जानुको लागि यत्रो घुम्नुपर्ने अवस्था। ठिकै छ, कोही बात नहीं। बाय द वे अहिलेको लागि भने यो छोटो मिठो भिडियोबाट म तपाईहरुको माझबाट ओझेल पर्ने अनुमति चाहन्छु। फेरि आगामी दिनहरुमा यसै गरी नयाँ जोश र जाँगरका साथमा नयाँ कथा व्यथाको साथमा तपाईहरुको माझमा उपस्थित हुने बाचा गर्दै आजको यहाँहरुको दिन सम्पन्न रहोस्, आशिषमय रहोस्, यही नै कामना गर्न चाहन्छु र फेरि भेट हुनेछौँ। ह्याभ अ ब्लेसिङ डे।